गडे 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 सरहरूको चुङ्गी सेसन चलिरहेछ है यहाँनिर चाहिँ। गुड मर्निङ एभ्रिवान होइन 7:30 अरे कस्तो मजा आएको। गुड मर्निङ एभ्रिवान 7:30 भएको छ। हामी बल्ल बल्ल उठ्दैछौँ। राति चिसो थियो तर अहिले घाम लाग्न थालिसकेको छ। पाहाडको एउटा राम्रो कुरो भनेको चाहिँ घाम पनि लागिहाल्छ। मलाई चाहिँ रातभरि बाइकको माया लागेर बाइकको कन्डिसन हेर्न आइरहेको छु। अब स्टार्ट हुन्छ हुँदैन र बाइक चाहिँ यहाँ छन्। हामीसँगै अर्को टोली हिजो कारमा आएको थियो। बाइकको धन्न गलेको थियौँ र निन्द्रा लाग्यो, नत्र बाइकको टेन्सनले खासै मलाई निन्द्रा लाग्दैन थियो क्या आज। अब चिया खाने अनि यहाँदेखि जाने हामीहरू चखेवा, त्यहाँदेखि जाने हामीहरू बेस क्याम्प र बेस क्याम्पदेखि चाहिँ बाइक राखेर अनि माथिसम्म हाम्रो सानो ट्रेकिङ हुन्छ आज ट्याम्के डाँडासम्म। र केटाहरू पनि उठिसके रेडी हुँदैछन्। म चाहिँ अलिकति अगाडि रेडी भएर भ्लग स्टार्ट गरिदिइहालेको। अनि मेन कुरो त लाइन छैन रातभरि, कसैको मोबाइलमा पनि चार्ज छैन। अब कति भ्लग बनाउन सकिन्छ भन्ने कुरो हो। क्यामेरामा पनि चार्ज छैन। आज हेराइ मात्रै हुन्छ र खिचाइ खासै हुन्छ जस्तो लागेन। हर्बल दन्त मञ्चन हो सर। ट्वाइस हो। कहाँ चल्दिनुहुन्छ सर? कहाँ चल्दिनुहुन्छ? किन एस्थेटिक त तपाईँ त्यसै एस्थेटिक हो नि सर। फोटो खिच्ने बेला मात्रै खोल्नु क्या, लाउन चाहिँ लाउनु। के भयो त बोक्दैछु त मैले ब्याग। ल बाइक त स्टार्ट त भयो। अब कोल्ड स्टार्ट हुँदैछ। धन्न सोचे यतिको गाह्रो चाहिँ भएन। म त आज रातभरि चिसोले हुन्छ कि हुँदैन जस्तो फिल भइरहेको थियो। सही हो सर। वान सर्ट भयो त नि। हिजो कुद्दा कुद्दा नसा खोलिएको छ क्या गाडीको। त्यही भएर न त मेरो पनि छिटो स्टार्ट हुने बाइक त होइन। योभन्दा धेरै टाइम त तलै लिन्थ्यो घरमै। स्टेबाट लाग्यौँ केटाहरू त्यहाँ जाने। लागौँ है सर? लागौ सर लागौ। बाटो यस्तो राम्रो छ कि अब तपाईँको कुरै नगरौँ। यो त राम्रो छ नि, अलिक तल छ नि। यो पानी परेको होइन रहेछ कि आउँछ तुसार मात्रै हो कि हिजोको। ल सर लागौ न गइसक्नु हो। हामी चाहिँ पछाडिबाट सर जाँदैछौँ। हामी चाहिँ ठ्याक्कै बेस क्याम्पमा छौँ। अब हामी अघि एक्सट्रिम जहिले चाउचु खाजाहरू चाहिँ लिने बिर्सेछौँ। आस्टोस र अर्जुन चाहिँ गएका छन् तल चाउचु लिनलाई। उनीहरू आउँदै हामी यहीँ पर्खिन्छौँ। चिसो एकदमै छ। वरिपरि देख्न सक्नुहुन्छ परै हुस्से लागिरहेछ। अहिले चाहिँ हामी टेम्के बेस क्याम्पमा हो होइन। यहाँनिर चाहिँ बिल्डिङ होइन बेस क्याम्प यहाँ केही पाउँदो रहेछ होइन। जस्तो हामी यहाँ अब अर्जुन सर र आशुतोष सरलाई कुरिरहेछौँ होइन। एकछिनमा आउनुहुन्छ। हुस्सु लागिरहेछ होइन पुरै। घामसँग केही देखिया छैन, केही सिनहरू केही देखिया छैन होइन। त्यस्तो राम्रो एक्सपिरियन्स त भइरहेको छैन, चिसो छ।
अब हेरौँ जाऊँ आइसक्यो आएपछि सकौँ न यस्तो छ हालत होइन पुरै हुस्सु लागिरहेछ बेस क्याम्पको हावा चलिरहेछ घाम लागेको छैन अलिअलि चिसो छ केही देखिँदैन यहीँको अगाडि केही देखिँदैन होइन हुस्सु लागेर अब हेरौँ के हुन्छ जान त जाने हो टेम्कीसम्म होइन जस्तो भए पनि आइसकेपछि तर क्लियर भ्यू चाहिँ नपाइने भयो जस्तो छ लेट्स सी के छ गाइजहरू अनि हामीहरू चाहिँ फाइनली यो मुन्दुम ट्रेल स्टार्ट यहाँदेखि गर्दैछौँ बेस क्याम्पदेखि हुन त तलैदेखि सुरु हुन्थ्यो बेस क्याम्पमा हामीले बाइक राखेर अब चाउचाउ अनि एक्सट्रिम खाँदै खाँदै ल पहिलो कदम चाल्यो है सर चिसो यस्तो चिसो छ कि के भन्नु हात त्यहाँ धेरै बेर राख्नै सकिँदैन पुरै निलो भइहाल्छ त्यही भएर बिचमा मात्रै भ्लग आउँछ बाटो कस्तो राम्रो छ पाँच किलोमिटर रोडको बाटो कति छ र घुमाउरो हुन्छ नि त रोड त घुमाउरो यो सिधै हो भनेपछि थोरै हुन्छ होइन होला अभी वक्त रहते हुए चिसो हावा चलिरहेछ तेर्सो बाटो आयो एकछिन कुद्दै जस्तोस् लक्का जवानको यतिको हुनु पर्यो क्या जहाँ भयो ल हामी चाहिँ भ्लगको लागेर दामी सर्ट खिच्नमा गइरहेको छौँ है ल त्यहाँ अगाडि आएर हामीले ग्रुप फोटो पनि खिच्यौँ होइन त ल लागौँ 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 सरलाई गर्मी भएर चाहिँ खोल्नु भयो अरे कि कसो सर फोटो खिच्न खोलेको नि सर के गरे सब फोटो डिलिट गर्न कति मजा आउँदो सर अघि आएर वेटिङ गर्दै हुनुहुन्थ्यो हामी चाहिँ भर्खर आइपुग्दैछौँ के छ हौ सर यहीँनिर डस्टबिन राखिदिएको छ तर यहीँनिर चाहिँ फोहोर छ विजय सरले त्यो देखि नसकेर फोहोर टिपेर डस्टबिन हाल्ने निर्णय गर्नुभयो गुड वर्क विजय सर फेरि यहीँ डस्टबिन छ यस्तरी कति सफा छ यस्तो दामी यस्तो ठिक खेल्न पनि मन नआउनु पर्ने हो क्या यस्तो सम्म गलियो यहीँनिर यसरी डस्टबिन भनेर यहाँ राखिदिएको छ होइन यसरी यहाँ राख्नु नि मुती प्लास्टिक
मेरो 50 लोयल भ्युअरहरूको लागि, जनचेतनाको लागि। यहाँ धारा त रहेछ तर पानी रहेन रहेछ। दुईजना सरहरू अघि लाग्नु हो। ल सर, भेरी गुड। यसो गर्नु पऱ्यो। यहाँ मेरो पनि छ हौ सर, मैले ब्यागमै राखेको छु जिपमा। सम्झेर गर्नुभयो त। ल यहाँ अलिकति गुराँस भुलेको नि रहेछ। बब्बाल यस्तो दामी छ यहाँ। बेसर कि त्यहाँ आउनुभयो, सरहरू तलै हुन्छ। यस्तो दामी बाटो छ क्या यो। माथि कस्तो त थाहा छैन होइन, तर यो बाटोको चाहिँ म पुरै फ्यान भएँ क्या। यस्तो दामी छ बाटो। त्यो छ दिनभरि हिँड्ने होइन त? दिनभरि सही हो सर। ट्याम्के डाँडा फाइनल्ली हामी आइपुगेको छौँ। तर भ्यू चाहिँ हेर्नुहोस् न एकचोटि। बाटो A1 तर भ्यू चाहिँ A2। लिटल डिसपोइन्टमेन्ट। डाँडामाथि त आइपुग्यो, तर यता हेरो मकालु हिमाल, उता हेरो मकालो हिमाल। मकालु हिमाल। एभरेस्ट पनि देखाइदिनु त सर? एभरेस्ट पनि देखियो। अर्को कुन सानो सानो कञ्चनजङ्घा पनि देखियो। यस्तो छ, खुलेको त देखिन्थ्यो होला डाँडा काँडा होइन। यता पनि एउटा डाँडा गइरहेछ। यस गाइज, उहाँ भ्लगिङ पनि चल्दैछ। सही। सबको बर्थडे कहिले कहिले हो? तिम्रो कहिले हो? कार्तिक। तिम्रो? साउन्ड। यो मान्छेले मात्रै आगो बाल्न सक्दैन कि, अरू हामीले यो चैतको सुक्खाको, म वैशाख सुक्खाको, ऊ पनि कार्तिक सुक्खा सुक्खैको चाहिँ मिलेर साउनको झरी यहाँ जन्मिनेले त आगो बाल्न सक्दैन नि त। हामीहरूले यहाँनिर पल्लो टोलीबाट चाहिँ अलिकति सहयोग मागेर जे गरेर भए पनि यहाँ त आगो सल्काएको छौँ र एकदम सेफ ठाउँमा छ, वरिपरि ढुङ्गाको चेपमा। अब एकछिन ताप्ने। ओहो घाम लाग्यो यार, बेला बेला घाम लाग्दै उज्यालो हुँदै ओहो हुरु नि। र एउटा कुरा, यो सबै कार्टुनहरू यहाँ बाहिर फालेको थियो, तेलले हामीले सल्कायौँ होइन। एक तिर दो निशान होइन सर? ल सर, अर्जुन सर के गर्नु भन्दैछ मैले? अब यतिकै छोडेर जान मिल्दैन, यहाँ जे हुनसक्छ। त्यही भएर आगो बालिसकेपछि आगो प्रपरली निभाएर पुरेर जान आँटेको छ। पछि यसो अलिकति पर्तिर भ्युटारतिर गर, यसो चिल मारौँ होइन सर? छ कि? ल सर। यो चाहिँ हाम्रो ट्याम्के डाँडाको मन्दिर र एकदम एस्थेटिक मन्दिर छ। एक्चुअल प्रपर मन्दिर जस्तो छ क्या। धोकोले भर्खर माटो खेलाएर चिसो खोइ हावाले उडायो फेरि हुस्सु 2 सेकेन्ड सिन आउँछ त्यसपछि हुस्सु गाह्रो हुन्छ सर। ट्याम्के डाँडा आयो, रमाइलो गरियो, मस्त। बस धोका चाहिँ हामीलाई यही भ्यूले दियो, पुरै कुहिरो लागेर अहिलेसम्म खुलेन। अनि डाँडा वरिपरि हेऱ्यो, बेला बेला खुल्यो, त्यतिखेर हेऱ्यो। ओभरअलमा एकदम
दामी प्लेस हो कि कसो हो सरहरू ए खै तपाईँ कहाँ हुन्छ यो मनसुनको बेला आउने हो भने चाहिँ यो हरियो हुन्छ सबै त्यतिखेर चाहिँ मिनी बडी मालिका नै हुने रहेछ है ल अब फर्क्यौँ एस्थेटिक बाटो फेरि र फर्किन हामीलाई धेरै टाइम लाग्दैन होला 45 मिनट 1 घन्टामा हामी तल पुग्छौँ के कसो हो सर त्यही हो तर फोटो खिच्दै जाने अब अघि चाहिँ माथि के किन होला भनेर क्यामेराको चार्ज सकिन्छ भन्दै लोभलाभ गर्दै आयौँ अब चाहिँ सकियो पनि सकियोस् हाम्रो यहीँ थियो डेस्टिनेसन अब लागौँ बाटो यस्तै ठिकी अर्कै गर्दाखेरि फोटो खिच्ने भनेर ट्याक्कै बसेको अब म चिसोले उहाँहरू न हात बुढाको हात त त्यस्तो छ आची छि 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 के अरे पोच यस्तो छ बाटो अनि के भ्यू हेर्नु यति अहिले त झन् गयो भन्दा आउँदाखेरि झन् धेरै हुसेबाट यतिखेर माथि यति जाडो होला धन्न हामी टाइममा चाहिँ झर्दैछौँ दुईजना सरहरू फोटो खिच्ने आउँदै हुन्छ कहाँ आउँदै हुन्छ भन्ने कुरो पनि अब देखिँदैन हुसेले क्यामेरामा त अझ अलिकति देखिरहेको रहेछ आँखा त पनि भ्याउँदैन रियलमा अझै कम भिजिबिलिटी भयो अब हामी अलिकति एक स्टेप मात्रै बिहाइन्ड छौँ अब हामी लगभग पुग्न आँटेको छौँ त्यस गाडी बेस क्याम्प पुगिन्छ बेस क्याम्पमा हाम्रो बाइक छ अब यस्तो भिजिबिलिटीमा बाइक कसरी कुदाउने कि बाटो चाहिँ माथि नटमेक छ इङ्ग्लिस बाटो छ क्या सही हो सर अनि सरहरू आउँदै हुन्छ सर गीतमा यतिखेर माथि के होला सोच्नु न माथिको तल सरेको तल आएको सही हो सर हामीहरू चाहिँ अहिले बेस क्याम्पमा आइसकेको छौँ होइन बिहान बेस क्याम्प त छर्लङ्ग देखिरहेको थियो नि होइन अहिले बेस क्याम्पमा पनि कुरो लागिरहेछ अब भित्र छैन हाम्रो हेलमेटहरू र बेस क्याम्प चाहिँ भनेको मात्रै बेस क्याम्प हो यहाँ केही छैन यहाँ बस एउटा घर छ त्यो पनि एबेन्डोन सिसा फुटेको छ के गरेको छ तर पनि हामीले हेलमेट चाहिँ भित्र लागेको क्यामेरा चाहिँ हेलमेट चाहिँ यहाँ राखेको थियौँ होइन हेलमेट अनि यस्तो छ बेस क्याम्पको हालत फुल एबेन्डन्ड घोस्ट हाउस खुट्टा बाला छ अब हामी चाहिँ माथिबाट तल फर्क्यौँ अब बेस क्याम्पसम्म आइपुग्यौँ अब चाहिँ हामी तल चखेर जान लाग्यो आज चाहिँ यति उति घुमेर अनि आज त्यही बास बस्ने अनि भोलि चाहिँ हामी फर्किने भन्ने हाम्रो योजना छ आज सर त लुक्स दिनु हुन्छ त लुक्स सही हो सर ल सर अलिकति हट्नुहोस् न है बाइक कुदाउनु पऱ्यो होला वान वे ट्रिप चाहिँ 243 किलोमिटर भयो अब यहाँदेखि अब फेरि 243 किलोमिटर जानुपर्ने होइन घर जाँदा अलिकति आज रिड्युस हुन्छ अब पोखरी छ अरे त्यस पछाडि झरना समथिङ के हुन्छ यताउतिको सबै अवलोकन गर्दै अब एकछिन चाहिँ बाटो अप्ठ्यारो छ 3 किलोमिटर त्यस पछाडि चाहिँ पिच रोड छ एकदम फुल टु तर लेट्स इन्जोय सही गोडे 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 जो त मलाई चाहिँ भित्रबाट एकदम सिधा जागेर आएर यहाँ जान मन लाग्यो होइन अब जय श्रीराम भनेर म त्यहाँ जाँदैछु के हुन्छ है त यतैबाट चाहिँ जान्छ यसो टक्राइन रहेछ नि त अहिले चाहिँ हामीहरू चखियाबाट
यहाँनिर थुक्पा सुक्पा खाइयो अनि आउने बित्तिकै मोबाइल सबैको मोबाइल डेड थियो अनि चार्ज लगाएको अनि प्रवेश सरकोमा चाहिँ अलिक छिटो चार्ज भएर हामीहरू हिँड्दै हिँड्दै यहाँ पर एउटा काठको रोटेपिङ देखिरहेको छौँ त्यहाँ जाँदैछौँ। काठको रोटेपिङ चाहिँ यहाँ छ ए यस्तो दामी बाटो र यस्तो दामी सिन छ यो पनि छ हामीसँग अनि हामीहरू टक 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 हिँड्दैछौँ। के भन्छ न सर ओ रोकिँदैनस् नि ए खुट्टा फर्कायो यसले खुट्टा फर्कायो त्यसले नकुद्नु है तपाईँ चाहिँ सर म पनि कुद्दिनँ बरु गुड्किन्छु कि हातमा क्यामेरा छ सर चिप्लिँदा चिप्लिँदा पो कति के खान कुद्नु त अनि यहाँ काँटीमा टेक्नु पर्थ्यो अझ ट्याक्सी आयो सर सर चाहिँ अब उतातिर लाग्नु सरको बेग्लै काम छ तर अलिक नराम्रो थाम्ने रहेछ एकचोटि ओर्लिनु त यो रोटेपिङमा चाहिँ हामी सबैको राम्रो फोटो आओस् भनेर मैले यहाँनिर स्ट्यान्डको जुगाड गरेको छु यहाँदेखि टक्क यहाँ राखेर हामी चारजनाको फोटो आउँछ त यस्तो टिक फोटो खिचेर अत्रङ्गी फोटो खिचेर हामी फेरि चखेर आएको छौँ यहाँ चल्दैछ। अब हामी जाने हाम्रो होमस्टेतिर अनि परिसर बाइक कुदाउँछु भन्दै हुन्छ दिएँ भने बाँच्छु कि बाँच्दिनँ नदिउँ भने पनि अब छिटो दुखायो भने के गर्नु गाह्रो छ जिउँदै बोकाउँछु सर पुरै जिउँदै पुग्याउँछ अरे ल यो भ्लग आयो भने जिउँदै पुग्यो आएन भने बुझ्नु होला कसरी बुझ्नु छ र होइन यही आउँदैन त्यही हो यस कुरो। हामीले चाहिँ हाम्रो मोबाइलहरू यहाँ चार्ज गरिरहेको थियो बाइक प्रवेशरले कुदाए पनि हेलमेट चाहिँ म यही लाउँछु सर हाफ हेलमेटै लाउनुहुन्छ म सुरुमा बाँच्नु पऱ्यो अरू मलाई केही कुरो थाहा छैन कि कसो जस्तो छ होइन कहाँ अब सबथोकमा विश्वास गरेर हुन्छ त अलिकति आफू एक्स्ट्रा सेफ्टी लडाइहाल्यो भने पनि म चाहिँ डर हेलमेट लाउँछु। बाइकलाई फेरि जाडो लागिहालेछ राइडर भएन राम जय हनुमान ज्ञान गुण सागर जय कपीश लोक उजागर रामदूत अतुलित बलधामा अंजलि पुत्र पवन सुत नामा महावीर विक्रम बजरंगी कुमति निवार सुमति के संगी। ल नमारिकन मलाई माथि होमस्टेसम्मै ल्याउनु भएकोमा तपाईँलाई कस्तो लागिरहेछ सर? प्राउड फिल भयो कि भएन? फर्स्टचोटि हो यस्तो बाटोमा कुदाएको होइन मजा आयो अनि मिस्टेक त धेरै भयो तर पनि अनि तपाईँलाई चाहिँ हामीले के अरे पुरै ढुक्कले दिन सक्छौँ यो स्टेजमा जस्तो लाग्छ लाग्दैन? लाग्दैन सर म आफै कन्फिडेन्ट छैन म बस कस्तो हुँदो रहेछ भने अनुभव मात्रै गर्न खोजेको सरले मलाई विश्वास गर्नु यो ठुलो कुरो मान्छेले सिक्दैन सजिलै खालको बाटो थियो अप्ठ्यारोमा पनि लडाइ पनि नमरिने खालको बाटो थियो यहाँ माथि त्यही भएर दिएको हो न त खासै दिन मन थिएन तर पनि अब अनि हामीहरू होमस्टे हेलमेट खै थियो मेरो अनि हामी होमस्टे आयौँ अब चाहिँ यहीँ रेस्ट मेरो हेलमेट चाहिँ यहीँ छुटेछ क्या ह्यान्डलक लाउनु भयो सर ओ प्रवेश
ह्यान्डल लाग्छ ए ल ल ल ल हाम्रो लगभग हाम्रो सकियो अब भोलि त फर्किने त हो अब जुन बाटो आएको थियो त्यही बाटो फर्केको त्यही भएर अर्को चाहिँ भ्लग बनाउँदिनँ म तर आज यस्तो इन्जोय हान्यो यस्तो चिलसँगले न टाइमको स्ट्रेस न केही 4 बजे हामी बस्ने ठाउँमै आइसक्यौँ चिल आनन्द बिन्दास राइड भयो आजको राइड के भन्नु बिन्दास आजको ट्रेकिङ प्लस राइडिङ सबै थोक ल हो सर हो सर अब हिँड्ने दिन चाहिँ यसरी मौसम खुल्लेको छ निलो आकाश छ नि हिजो राति बेलुका भातसात खाइयो वरि सुत्यो सुट गरियो नि अब आजै हिँड्ने बेला भयो अब चिया खाने अनि त्यहाँदेखि हामी निक्लिने अनि बाटोमा अब केही एक्स्ट्रा अर्डिनरी छ भने मात्रै भ्लगमा आउँछ नत्र आज चाहिँ खासै सुट गरिदिनु हस् धन्यवाद थ्याङ्क्स फर वाचिङ लाइक सब्सक्राइब एन्ड कमेन्ट आज फुल चार्ज फोनमा फुल चार्ज भएपछि त अघि एडिट गरिदिइसक्यो ल सरहरूको चुङ्गी सेसन चलिरहेछ है यहाँनिर चाहिँ